रकेट बम पड्काउँदैछन् नि ग्याङहरु कराउ कराउ ओसे छ कि क्या यता हुँदैछ भयो 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 मजा चाहिँ लागेको भएर चाहिँ अलि मिलाएर गर न हौ ए यो ओसेको कि किन मेरो भएन यहाँ लो कातर सक्यो माने पो के यो खै कान्छीको बोलेन अरे खै जिरी त्यसै नगर न हौ एक एकवटा भएन हौ भएको छैन किन डराको टिभी चाहिँ खिचेको नि हो आफै पिङ खेल्ने केटी आफै पिङ खेल्ने केटी आफै वाउ कति मजा म चाहिँ लसुन केलाउँदैछु भन्न माइजूले मासु पकाइछु नि
बस्छ यो ऊ बद्री जा अब दादा पिङ खेल पिङ बुइलाई त बुइलाई बुइलाई बुइको पालो न्या टपमा बाल्ने हो कराउ कराउ ओसे छ कि क्या यता हुँदैछ भयो 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 मार्नु मजा चाहिँ लाग्यो भने चाहिँ अलि मिलाएर गर न हौ ए यो ओसेको कि किन ल है साथीहरू यहाँ चाहिँ माला हुँदो रहेछ देखाइ गयो देखाइ गयो देखाइ गयो देखाइ गयो अब हेर्न आँकी भनेर देखाएको नि तँलाई मैले भनेको नि त्यो हेर्न आँकी होइन यहाँ उन्न आइज देखाउन आएको नि मान्छेलाई साना साना रहेछ नि त फुल त साना किनेर ल्याएको नि त यो त्यही त यो चाहिँ किनेर ल्याएको यो चाहिँ यो कति ठाउँको छ पुसेटार पनि छ अनि जाँतेको छ अनि 1800 अनि के तर इनरुवाको नि छ होला इनरुवाको पनि छ यो चाहिँ पतिबाट दमकबाट किनेर ल्याएको इनरुवा माला थोरै हुन्छ होला भन्दा मात्रै धन्न पुग्छ धेरै उब्रिन्छ पनि हामीलाई पनि पुग्छ चिन्ता नमान्ला हामीलाई नपुगे नि तँलाई चाहिँ अहिले मैले भिडियो हेर्दै आयो क्या यस्तो मालाको त्यो फुर्का बनाउनु पर्छ अरे भनेर फुर्का त बनाउनु पर्छ सिकाला आउँदैन र त फुर्का बनाउनु आमाले बनाइहाल्नुहुन्छ त्यो जान्दा त सजिलो छ हौ दुईटा यस्तो दुईटा राख्नु पोगरी दोकानले पारेर राख्यो भन्नु न त्यो झुम्काहरू त झुम्का हुन्छ नि त यहाँ जुलुम जुलुम झन्डी धागे पोको पारेर होला नि त त्यही त हो त नि ए अलिक गर्नु पर्छ नि त के छ हुन्छ बारे त यसो मैले हुनेको माला सबै पहिला त छोको नि छैन छोको छैन भिडियो बनाउँदा चाहिँ यो एउटा माला झम्का त बनाएको छ है उसले झुम्का चाहिँ बनाए ए एउटा खत्रे हो क्या खत्रे फुलको माला भरी माया किछु मैले त्यो मुहारमा हाँसो मात्रै देख्न पाउँछैले यति भए अरू खुसी चाहिन्न मलाई हामी चाहिँ टिको लाउने मान्छे तर आज साइड चाहिँ कट हो एक बना लगाइसक्यो टिको लगाएको छ पनि पर्यो हो हजुर उमा दिदी के भन्नुहुन्छ कुन कोइला ल बल्ल सुरु होला जस्तो आयो धुप बाँकी के छ
बनाउँदै गर्ने यता आऊ न तिमीहरू छेकिहाल्छौ अनि के बनाउनु अनि हामीले चाहिँ मेरो साडी खुस्क्यो नगर न बेबी यहाँ नबस् न यहाँ ऊ त सानो भाइ लड्न आँट्नु भयो उता अनि ओखरलाई चाहिँ खोइ गरेको अनि दिदी ओखरलाई पनि छेक्नु पर्यो त यहाँ गएर ओखरलाई छेक्दै उता जाँदै गर्नुपर्ने त अनि त नि हो त नि भइगयो अब ओखरलाई मात्रै गर्नु न 3चोटि क्या छोड है प्रतिष्ठा अब ओखर फुटाउने होला फुटाएर फ्याँक्दिनु कान्छी ओखर हाल्ने हो र कोन त के गर्ने हो फ्याल्ने हो फुत्तै देख्नु हुँदैन माइतीले भन्छन् यता चाहिँ कसो गर्ने भिडियो बनाउनु भन्नु त के भयो कान्छीले मार्नुहुन्छ होला कहाँ हुनुहुँदो रहेछ मान्छे यो ढोका लगाउँ त नानी रोइरहेको चाहिँ अब के गर्नु त अब त्यसलाई दिनु भान्जी रोएर के मामु 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 मेरो छोरी 2 घण्टा जेठो छोरो तर राम्रो चाहिँ कस्तो छ कान्छे म खासै जान्दिनँ बनाउन चाहिँ आफै खोल्नु हुँदो रहेछ ढोका भाइको भाइ गर्नु रहेछ त अलिकति म उता जान्छु न ल थोरै पख्न यता हेर्नु त उसले चाहिँ खाकी खाइसक्यो कहिले दिया त जाने आफै खोजेर ल्याउँछ तिमीहरू हेर्दै न तिनको लागि त चप्पल छानेरै लाउँदैछ अग्ला मेरो मोबाइल कहाँ पठाइदिउँ ल भरे दिदी बहिनीमा त्यहीबाट खिचिदिन्छ केटाकेटी भयो अब हाम्रो पालो हामी लाइसकिहालौँ न फोटो खिच्ने बसेर अलिक
म भिडियो बनाउँदैछु। सबैभन्दा राम्रो कान्छो सबैभन्दा हुन्छ अनि यो सबैभन्दा यता हरायो एकचोटि अनि मिलेर बसेर नि भयो पर आयो भिडियो पो भने अब एउटा फोटो हो यी फोटो चाहिँ मेरो बहिनीले कस्तो तन्केर लगाइदिँदैछ नि बिचरा ला बुनीले त सबै लगी त बिचरा प्रतियोजका खाइदिनु मान्छे खाइदिनु गाह्रो पऱ्यो प्रतियोजलाई अब बुनी आउ दादा आइआउँछ दादालाई कति लामो अङ्कित कार्की राजेन्द्र ह्यापी लगाइदिने माथि हुन्छ नि आफूलाई आउनुपर्छ नि भयो त यहाँ आएर अब कसको फोन आयो होस् है जसको आए पनि अहिले टिका लाउँछ अहिले एकछिनमा कल ब्याक गर्दा हुन्छ इम्पोर्टेन्ट छैन नि त आज त एकछिन हेरिदिनु न ए पुतली सानो हो त पुतलीको त तम्मा साझा आम्मा पुतली र पुतलीको दाजु अर्की पाले पालो पो त प्रियन्स नानी के हुन्छ हुन्छ केटाकेटीलाई लु त यता हेर्नु कान्छे सबैजनाले एकचोटि हेर्नु न हुमा पनि आइजानु भने नानी लिएरै भए पनि लु जानु त हुमा भिडियो पनि हुँदैछ है कान्छे भिडियो र फोटो छ यहाँ यहीँबाट खिचिदिएको मैले कि फोटोबाट खिचिदिनु भिडियोबाट फोटो खिचिदिँदैछु क्या म त तिमीहरू पनि यसो गर न दोकानले ठिकै छ किन लामो पो देखेको थियो त दोकाने नपारेकै राम्रो देखिन्छ अब फोटो सुट है अब दिनेश खुवाउने कुरा खुवाउँ न पहिले हो खै फोन के हो दाजुको यो दिने कुरा रङसँग त मैले ल्याएको थिएँ होला दिनेको यता हेर्नु कान्छी यता हेर्नु न ल भाइ भाइ लाउँदा यसरी समय राख्दा मम्मी सबै देखिने गरी क्यामेरा खेलिदिनु
होइन छ भने लाऊ न त खुट्टा ढोके त भइगयो नि हामीलाई माला लगाइदिए न दिदीहरूलाई तिमीहरूको अर्कै छ माला हामीले कता देखाउँदै यतै देखाउँछ सबै देखिरहेको उही छ ढोक्नु म चाहिँ ल बन्द गर्नु